Back to my channel. आज चाहिँ हामीले नयाँ मुकबाङ लिएर आएको छौँ। आज चाहिँ मेरो गेस्ट नाना हो अनि यहाँ चाहिँ बुलडग छ। यो चाहिँ बेबी अक्टोपस, यो चाहिँ चिकन सुसी, यो चाहिँ टुना सुसी, यो चाहिँ स्क्विड, यो चाहिँ उयो चाहिँ के अरे सीविड। यहाँ बुलडग छ, हाम्रो एग छ। यहाँनिर के अरे नाना यो चाहिँ एस्परागस फ्राई। अब यो खानुपर्छ। यो खाएर इन्जोय गर्ने, तपाईहरुले धेरै इन्जोय गर्नुस् है। प्लास्टिकको यो चाहिँ सीविड छ। अब यो खाने टेस्ट गरेर खाइदिउँ। चेस गरेर खाइदिउँ। कस्तो भयो? यो चाहिँ हाम्रो फर्स्ट टाइम हो। यो यिनीहरु चाहिँ बेबी अक्टोपस र स्क्विडहरु चाहिँ अनि सुसीहरु चाहिँ हाम्रो फर्स्ट टाइम हो। कस्तो हुन्छ खाएर टेस्ट गरेर भन्ने। यस्तो हुँदो रहेछ है अक्टोपसहरु चाहिँ। यस्तो हुँदो रहेछ अक्टोपस। Bây giờ không? Không. Hạt lên. Nằm lấy đâu? Rồi. Đủ xong rồi đấy. Không được. Anh kể lại. Đúng rồi. Hi guys. Hello. It is gone. It's good. It's good. No, I don't know. It's good. No, it's good. Just go. No. What's that? Huh? What? I खाऊ न। Apa nomor itu? यो चाहिँ हाम्रो फर्स्ट टाइम भयो। ठिकै मात्रै हुँदो रहेछ। कस्तो बनाइन्छ नि मान्छ जस्तो। केलाउनु नजानेको होइन के? गनाउँदैछ त। गनाउँदैछ। केलाउनु नजानेको पक्का खान नजानेको कि बानी नराख्ला। हामी फर्स्ट टाइम भएर यति थाहा भएन। यस्तै हुन्छ कि गाइस। गनाउँछ। गनाउँदो रहेछ अलिअलि। हामी चाहिँ मजाले धोएर बनाएको उमालेर। कुनै गनाउने चाहिँ यही है गाइस। हे अक्टोपस एउटा टेस्ट गरौँ। म नानी रे वेदा। अक्टोपस। अक्टोपस अरे यो चाहिँ गाइस। Octopus yo. Baby octopus. Ka? Ya octopus. खादैन? Ya चिकन रहेछ नि octopus यो भन्दा। Kita बनाए। ओ बनाए। What? Ini beda. Lu kalau itu rupanya itu lah nih punya. Itu lah, guys. Jangan. Bentar lagi, Pak. Ya, saya taste better. Lama. 간장 밑에서 소스 라이드 하나. 리플. Apa lagi? Ini taste mungkin apa nih? apa kalaunya dia?
Good रहेछ खाने ए चिकनको त्यसो बुझाएको छु के हो यो मिठो रहेछ सुसी चिकनको अलिक मिठो रहेछ सुसी चाहिँ यस्तो हुँदो रहेछ है चुबेर हाल्नु। पिरो रहेछ गाइस स्पाइसी रहेछ Spicy. Ban huनुपर्छ हौ हट हुनु पर्ने हो हामीले आज फर्स्ट टाइम भएर खान सकेन यसको योसँग एकैचोटि बेला खानु कस्तो हुन्छ सससँग यसको ए गाफा न यो के सस रहेछ सोया सस उता टोइलेटमा लिस जगले उगाउनु ल जगले ओके यो पनि मिठो रहेछ आइदिनु न ल ढुलो यो बनाउँदैछ नि खाना चाहिँ बनाउँदैछ भित्र रहेछ नि यसको मुख प्राप्ति भयो होला त्यसो भएर यो ओके गुड ग्रेट जुमा मिठो छैन मिठो छैन भयो मलाई त भयो ल मलाई भयो सबै कोरियन फुड भयो सी फुडबाट यो पानीमा पाउने चिजबाट माछै माथि मिठो हुने रहेछ खानु अक्टोपस तारिन्छ मिठो हुँदैन है तर खाइरहनु चाहिँ त्यो हेबिट नभएर हाम्रो चाहिँ ठिक चिकन चिकन सुसीहरू चाहिँ हामीले किनेर लिएको हो अनि अक्टोपसहरू चाहिँ हामीले किनेर लिएको तर यहीँ बनाएको प्याकेटमा किनेर लिएर यहाँ बनायो ठिकै हुँदो रहेछ टेस्ट त मिठो यति साह्रो मिठो त हुँदैन रहेछ त्यो बेला हेबिट नभएर होला गन्ध मिठो हुँदो छैन टुनाको सुसी त्यो माछामा भात खाँदैको हो त्यो माछामा भात खाँदैको खासमा चाहिँ मैले चाहिँ सोचेको थियो टुना भन्दाखेरि यस्तो माथिबाट हुन्छ नि कभर गरेर उयो फिस हुन्छ नि के भन्छ काँचो फिस सेलमुन माथि यसो राखेको त्यसो खाने होला भनेर सोचेको थिएँ होइन रहेछ नि त पकाएर उनीहरूले भित्रै यसो खाँदो रहेछ बाहिरको छाला मात्रै रहेछ होइन टुना त टुना त यसो माथिबाट हुन्छ यत्रो यत्रो रहेछ गाइस त्यो चाहिँ किनेर ल्याएको हामीले म चाहिँ खाँदैन
नेक्स्ट टाइमबाट टेस्ट गर्न है अब खङ कति लाग्छ अरे अर्को भिडियो गर्ने युट्युबको यसो हेरेर खानु मन लाग्छ कि मिठो ठिकै हुँदो मात्र रहेछ होइन खानु सक्दैन हामीले चाहिँ यति खाइसक्यौँ नि अहिले अनि टेस्ट चाहिँ ठिकै हुँदो रहेछ तपाईँहरू पनि बनाएर खानुहोस् हो अन्त यो मेरो भिडियो हेरेर लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् नेक्स्ट टाइम पनि नानाको साथीहरू छ भने सब्सक्राइब गरिदिनुहोस् मेरो भिडियोमा यति नै भने नि यति भनेर राखौँ होला गुड नाइट बाई के अरे एलिस सब्सक्राइब गर्नु एलिसले गरे सब्सक्राइब लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् म चाहिँ नखाने रहेछ नि रहेछ नाना त अन्डा पनि खाइन रहेछ त